अहिले हामी दमौली पुल हामी गोर्खा मनकामना जाने गरेको अवस्था। मनकामना माइकी जय होस्। लच्छु ढकाल सर सामाजिक सञ्जालमा देखा पर्नु भएको देवी अगाडि हेर्ने ल अहिले दमौली असरको यो भिडियोमा दमौली बजार कति बज्यो? अहिले बज्यो 2 बजेर 45 मिनट भयो। अब कति घन्टा बाटो छ? 2 घन्टा? जम्मा 1 घन्टा? कति किलोमिटर रहेछ? यो कताबाट गथे जमाना आइबाट म 2 पिप्ले के भन्छ अब यो बाटो हिमाल दमौलीबाट हिमाल पनि देखिन्छ। हिमाल अहिले हाम्रो यहाँ चिया ब्रेक डुम्रेमा हल्का चिया ब्रेक हाम्रो। त्यसको बाद हामी रवाना कहाँ रे आफू खैरानी हुँदै बन्दीपुर विमल नगर। मनकामनामा आइपुगेको अवस्था 4 घन्टामा आइयो। हामी बस्ने होटल मनकामना केवल कार भनेपछि भोलि आउनु कति बजी लेखेको छ त्यहाँ 8 बजे 8 बजीतिर आउनुपर्छ। एकछिन आउनु पर्ला है।
मम्मीले नि दिएन भन्छ ल गुड मर्निङ शुभ प्रभात मनकामनाबाट अहिले बिहानको 6:30 भएको अवस्था ल हल्का घाम झुल्केको ल मनकामना केबल कार ल मनकामना केबल कार हिमालयन जावा पनि रहेछ त्यहाँ अब हेर्नु हुन्छ जाऊँ न म स्विमिङ पुल पनि रहेछ यताबाट रहेछ त बाटो होइन जाम राजु मेरो क्युटी बहिनीहरू के छ चाल मुसुका त्यति डिस्काउन्ट क्याप लाउने दाजु कोदो मकै फापरको ढेँडो पनि हुन्छ है त आज हाले थोड़ा ध्यान में मारा अर्कै आउनु तयारी गरेर राखिन्छ हजुर कस्तो खेल लानुहुन्छ आउनु म खेल ल आयो हाम्रो होटल
ल बहिनीको हाम्रो यहाँ त खाजा खाइयो सेलरोटी यताबाट तलतिर झर्ने बाटो हुन्छ ल यो मन्दिरमाथि गाडी पार्किङ नारायणघाट जाने भने तपाईँ कता नारायणघाट होइन सुन्तला बक्र होइन र बक्केश्वर महादेव भनिन्छ है अन्त सतीदेवीको जिब्रो पतन भएको ठाउँ हो यस्तो यो सेट चाहिँ हो नभए यस्तो घन्टे त्रिशुल भएको लानुहुन्छ कि नै यो माडेल यस्तो यो चाहिँ कस्तो भने महादेवलाई बक्केश्वर महादेवको शिला छ अनि त्यहाँ चाहिँ डमरू त्रिशुल अन्त यो रुद्राक्षहरू सलक्क चढाउँछ गुरु बाबा बस्नुहुन्छ विधिवत पूजा हुन्छ कि अन्त यहाँ चाहिँ दुध बेलपत्र नरिवल मिलाएर दिउँ ल यो सबै भएको लैजानु आफन्तलाई मिलाएर दिइहाल्छ नि अनि यहाँ भात पनि खुवाउँछ के हो हजुर ल बक्रेश्वर मन्दिर बक्रेश्वर मन्दिर तपाईँ यहीँको हुनुहुन्छ ए देखाउनु पर्यो आज अशोकको जन्मदिन है सधैँ बर्थडे रातो टिका देखेँ नि आज बर्थडे ह्याप्पी बर्थडे खाता खोइ अर्को माला साला ल्याएर बरु अर्को के रुद्रसँग यहाँ बक्रेश्वरी मन्दिरको हाम्रो पुजारी बाजेको घर तिमीहरू कहाँबाट आएको नानीहरू चितवनबाट अहिले हामी योभन्दा माथि बक्रेश्वर मन्दिर यहाँ माथि ल भान्सा भयो हाम्रो यहाँ साउने लाज लाग्छ के ल यहाँ साउजे हो के भयो मान्छेले उठाइदियो उजेलो भयो
ल हाम्रो बहिनी पनि भयो भ्लगमा आउँछ मेरो है ल हजुरहरूको मनोकामना पुरा होस् है एकदम ल महेश्वर महादेव ल राम्ररी जानु फेरि भेटौँला आउने फेरि खच्चरलाई पनि अलिअलि गाह्रो गाह्रो पर्छ यहाँ खच्चरलाई पनि भनेपछि अब एकदम ब्यालेन्स उता हात राखेर उता हात राखेर हात राखेर यो त नदेखा यो बाटो देखेको बाटो यस्तो बाटो हो त हात ठ्याक्क अर्को पोत्रे पारी आइपुगेको अवस्था यहाँ खाजा पान हुँदैछ के हाइड्रो पावर हो भयो भयो बाबुलाई जाऊ पोत्रे पारी एउटा दुईटा तीनटा तीनटा चारवटा पाँचवटा छवटा सात